हामी चाहिँ मुक्तिनाथको यात्रामा छौँ है। मुक्तिनाथ पुग्न थालिसकियो लगभग। भाइहरूले चाहिँ आमालाई बोकेको छ डोलीमा, दुलैलाई चाहिँ बनाएर मेरो आमालाई। ठिक छ नि होइन आमा? ल अनि यो होटलहरू हो? मन्दिर भएको हो कुनामा? यहाँ होटल त महँगो होला होइन? भोक लागेको भएर आमा त अहिले डराएर स्याहाँ भाइ मान्नु थियो। अहिले त केही भएन। डराएर सास फेर्ने अप्ठ्यारो भयो नि गर्नु पर्दैन।